सम्भव छ। तपाईहरु सोच पनि हैन, तपाईहरु समृद्धिको भाग पनि हैन, तपाईहरु परिवर्तनको सम्भाग पनि हैन, तपाईहरु यो संविधान कार्यान्वयन गर्नेहरु पनि हैन। भने भन्नु खोज्नु हैन, होइन तपाईहरु अरु भनेर तपाईले सबैलाई भन्नुभयो भने त म त्यसै विरोध गरिरहेको छु। एमसीसी मा त बिख्नु भयो भन्छन्। मैले कसरी विरोध त्यत्रो विरोधका बीच बाहिर चाहिँ नाराबाजी गर्न लाउने, भित्र गएर भोट हाल्ने। पार्टीको आधिकारिक निर्णयमा त मैले मतभेद राखेँ। तर संसदमा चाहिँ किन गरे? हो त त्यो संसदमा गरेको कुरा त मैले त नोटल्सी लेख्ने त मिल्दैन। किन नछोड्या त पार्टी? एउटै विषयमा छोड्ने नछोड्ने तपाईको घरमा आगो किन लाग्यो होला? चौबिसको घटनामा मूलत रूपमा जेनजी आन्दोलनकारीहरू जिम्मेवार छैनन् भन्ने मेरो निष्कर्ष हो। माओवादीहरू छन् हैन, त्यहाँ विभिन्न प्रकारका तत्त्वहरू छन्। कुनै पार्टीको नभनौँ, पार्टीका मान्छे पनि छन् भने हामीले कारबाही गर्नुपर्छ। तपाईँले जेनजीहरू को छन् भन्न पर्यो। म भन्छु नि।